सांस्कृतिक पार्क अब हामीले घुमिसकेको अवस्था छ। अब हामी साँझ परिसक्यो, हामी फर्किँदैछौँ। अब मेयरहरका सम्पर्कको चाहिँ यो शालिग चाहिँ साँच्चै नै रेली बनाएछ। रेली जस्तै देखिन्छ। यहाँ उभिरहेको कस्तो दामी बनाएको रहेछ। यो शालिगको अगाडि म उभिरहेको छु। उहाँ मान्छे एक दिन यो संसार छोडेर जानुभए तापनि उहाँको शालिगले चाहिँ यो बताउँदा कि उहाँ यस्तो हुनुहुन्छ भनेर। यो शालिग चाहिँ साँच्चै नै रेली नै देखिन्छ। अनि यसरी हामी सबै अब हामी यहाँदेखि अब पनि ए हुन्छ हुन्छ मलाई त यो यो के ठिक छ म यहाँ यहाँनिर श्रम पार्कमा यसरी ढुङ्गा गएको यहाँ झन्डा छ एकदमै है। अब बिस्तारै हामी जाँदैछौँ यहाँनिर। तल यहाँ चाहिँ हाम्रो पहिला पहिला गाडी नचल्दा यसरी नै हामी भारी बोकेर धरानदेखि माथितिर भारी बोकेर जानुपर्छ। यही कुरा चाहिँ यहाँ देखाइरहेको छ। यो चित्रण गरिरहेको छ यो कुराले। अनि यहाँ पनि यस्तै छ। यहाँ पनि भारी होइन। यहाँनिर चाहिँ हामी देख्न सक्छौँ। यहाँ चाहिँ साँच्चै नै यस्तो छ। कृषि प्रधान देश हो। अनि हलो जुवा र हली हामी यसरी हलो जुवा हली भएर काम गऱ्यो भने हाम्रो देशमा चाहिँ धेरै अन्न उब्जाउन सक्छौँ। यो चाहिँ यहाँनिर चाहिँ यो यहाँ अब चाहिँ सकेको अन्जेलीमा छ। अब यहाँ चाहिँ यहाँ के सकेको अवस्था अब चाहिँ साँझ परिसक्यो। फर्किनु पर्छ। हाम्रो भाइ बहिनी तल गइसक्नु। म स्पिड दिँदैछु। यहाँ चाहिँ अलिकति यहाँ माथितिर पहाडतिर अलिकति यसरी हिँडेर गर्दैछु। अब श्रम पार्कदेखि अब यसरी विशेष राम्रो र सुन्दर ठाउँहरूले सधैँ सुझाव चाहिँ एउटा शालिग रहेछ। कस्तो थाहा छैन। पानी धेरै 24 घन्टा पानी पऱ्यो। आज चाहिँ अलिक पानी नपऱ्यो। हामी यसरी घुम्ने मौका अवसर पाएको छौँ। साँझ परिसक्यो। बर रहेछ। यता त्यतैबाट होला हौ।
अब पानी पर्यो भने नि एक गोरो पानी पर्छ रहँदै रहँदैन त्यस्तो छ क्या गरिसक्यो अब मैले स्पिड दिनुपर्छ स्पिड दिँदैछु अब धरन आयो साथै श्रम पार्क घुमेर पनि आयो एकदमै राम्रो छ मेरो चाहिँ एकदमै यो समयमा अलिक छोटो समय भएर अलिक साँझ भएर त्यति राम्रो फोटो खिच्नु पाएन र पनि सकेसम्म हामीले धेरै फोटो खिचिरहेका छौँ वरिपरि जङ्गल यहाँदेखि बाटो चाहिँ अलिकति विशेष गरी साँघुरो रहेछ पारी फर्की हो लास्टमा हामी अब आइपुगेको अवस्था छ अब यही गाडीमा अब हामी हाम्रो भाइ अब चढेर जाने हो अब चढेँ ल श्रम सांस्कृतिक पार्कलाई बाई बाई हामी फेरि पनि पछि आज राम्रो भयो भने आउनेछौँ हर्का मेयर हर्का सम्पर्क गरिदिनु थ्याङ्क यू बाई बाई